हेलो ग्याङ वाट्सअप यो ग्याङ रोहित है त म चाहिँ आज च्याल्टी जानु लाग्यो है त अभिषेक र म चट्टै चाहिँ हाम्रो हस्पिटल हो। आज शनिबार मनाउँदै हामी चाहिँ टक्क आएर जान्छौँ च्याल्टीमा स्विमिङ खेल्न है त। यस्तो नेचुरल स्विमिङ पुल हो, हेरौँ कति रमाइलो हुन्छ है। स्टे ट्युन गाइज। हामी चाहिँ अब रोहित जी गाइज च्याल्टी चाहिँ बेथान्चोक गाउँपालिका वडा नम्बर 5 मा पर्छ है। यहाँको बाटोहरू चाहिँ त्यस्तो साह्रो बिग्रेको छैन। अब गाउँको बाटो हो, अफरोड त अलिअलि भइहाल्छ नि होइन। त्यो कारणले पनि एकदमै गाउँको बाटो अफरोड भनेर पनि एकदमै राम्रो चाहिँ राम्रो देखिन्छ है। यहाँको भ्यूहरू है एकदम रमणीय दृश्य यस्तो राम्रो छ होइन। हेर्दाखेरि पुरै भित्ता जस्तो देखिन्छ, तर भित्तामा पनि पुरै अब पाहाडको घरहरू जस्तो है राम्रो छ है। सबैजना एकचोटि डुल्नुपर्ने नै ठाउँ हो यो चाहिँ होइन, च्याल्टी चाहिँ। लगभग बेथान्चोक गाउँपालिका ढुङ्खरको बाट चाहिँ आधी घन्टाको यात्रापछि चाहिँ हामी चाहिँ च्याल्टीमा पुग्यौँ है। च्याल्टीमा चाहिँ एउटा सानो बस्ती नै छ च्याल्टी, एकदम राम्रो छ है ठाउँ। यो चाहिँ बेथान्चोक गाउँपालिका वडा नम्बर 5 मा अवस्थित छ। बल्ने ठाउँ यही हो, च्याल्टी यही हो, लगायत च्याल्टी। गाइज हामी चाहिँ यहाँ आइसकेका छौँ है। यो चाहिँ च्याल्टी पुल हो। च्याल्टी पुलबाट यतातिर जानुपर्छ। टक्क यस्तो छ है। यहाँ चाहिँ ग्राउन्ड पनि छ, केटाहरू यहाँ यसो फुटबल खेल्न आइरहेको हुन्छ है। ओके लेट्स गो गाइज। हामी चाहिँ अब यसो स्विमिङ हल्का खेल्ने भन्ने सोच बनाएको के हुन्छ है त। यो त सिक्ने नै हो। अनि आउन त्यही हो। अब हामी यहाँ स्विमिङ यस्तो छ है, खतरा छ रहेछ यहाँ चाहिँ। हामी खेल्नेछु पर जानुपर्छ अभिषेकले लिएर आउँछ होइन। ल मेरो है हाम्रो अब हामी चट्ट माथि जाउँ, यसो हल्का स्विमिङ क्लास जस्तो गरिदिउँ है। दामी नै छ जस्तो लाग्छ मलाई। त्यसो केटाहरू हेर्दाखेरि केटाहरू पनि बसिरहेको छ त्यहाँ, पुरा केटाहरू खेल्दैछ। बाटो अलि नराम्रो भएको कारणले चाहिँ हामीले चाहिँ स्कुटरलाई यतै छोडेर जाने निर्णय गरेका थियौँ। स्कुटर चाहिँ यतै छोडेर अब हामी चाहिँ यहाँबाट बिस्तारै अलिकति हिँडेर होइन माथिसम्म जाने। उफ्रिँदै आउनुपर्छ है। हामी चाहिँ उफ्रिँदै है टक्क आइसकेका छौँ। दामी छ जस्तो छ हाम्रो पुल। अब आएछ है केटा हो, ग्याङ केटा हो, आऊ है ढुङ्गरको च्याल्टीमा पौडी खेल्न आऊ है केटा हो। च्याल्टी हो है च्याल्टी, ग्याङ क्याट च्याल्टी फाइनली आइपुग्यो है। च्याक्का कुद खतरा टाइप हो है यस्तै। बाहिरसँग रमाइलो भइयोस्। आवश्यक चाहिँ माथि कट्टु जाँदैछ है। हल्का यसो मैले नि मार्नु पऱ्यो नि। केटा
काभ्रे जिल्लामै अवस्थित च्याल्टीमा चाहिँ धेरै नपुग्नु भएको मान्छेहरू पनि हुनुहुन्छ होला सायद होइन, एकचोटि यसो आउनु होला यतातिर पनि घुम्नको लागि है। एकदम राम्रो छ, रमणीय वातावरण। पछाडि 100 जना ग्याङहरु छ, देखिस् नि केटा हो।